आज चाहिँ मैले माइक्रोसफ्ट वर्डमा कसरी सिम्पल तरिकाले लेटर प्याड बनाउन सकिन्छ भन्ने भिडियो लिएर आएको छु। त्यसको लागि सबैभन्दा पहिला ब्ल्याङ्क डकुमेन्ट चुज गरौँ। ब्ल्याङ्क डकुमेन्ट ओपन गरिसकेपछि बाई डिफल्ट यसको साइज चाहिँ A4 हुँदैन। त्यसको लागि लेआउटमा जाने र साइजमा गएर A4 चुज गर्ने। बाई डिफल्ट चाहिँ लेटर भन्ने हुन्छ। यसलाई चाहिँ A4 मा कन्भर्ट गर्ने। यो A4 साइजको बनेको छ किनभने प्रिन्ट गर्दाखेरिमा चाहिँ हामीले A4 साइजको पेपरमा प्रिन्ट गर्छौँ। त्यसपछि इन्सर्टमा जाने। इन्सर्टमा गइसकेपछि सेपमा जाने र रेक्टेङ्गल सेप चुज गर्ने। रेक्टेङ्गल सेप चुज गरिसकेपछि यो ब्ल्याङ्क एरियामा आउँदाखेरिमा प्लस साइन बनेको हुन्छ। यहाँबाट एउटा रेक्टेङ्गल बनाउने। यो बनाइसकेपछि यसको साइजलाई चाहिँ अलिकति फिट गर्ने। यो एडजस्ट गरिसकेपछि यो चाहिँ एउटा रेक्टेङ्गल बनेको छ। यसमा अलिकति डिजाइन एड गरौँ। यसको लागि चाहिँ यसमा गएर डबल क्लिक गर्दाखेरिमा यो सेप फर्मेट भन्ने ओपन हुन्छ। अर्को एरियामा सिलेक्ट छ भने चाहिँ त्यो देखाउँदैन। यसमा गएर क्लिक गरिसकेपछि सेप फर्मेट भन्ने अप्सन खुल्छ। त्यो अप्सन खुल्दाखेरिमा यहाँ साइडमा चाहिँ एडिट पोइन्ट भन्ने अप्सन छ। त्यसमा गएर सिलेक्ट गर्ने र यहाँ आइपुग्दाखेरिमा चाहिँ यसको सिम्बल चाहिँ चेन्ज हुन्छ। यहाँ क्लिक गरेर अलिकति माथि ब्यान्ड गर्ने। यसलाई पनि अलिकति ब्यान्ड गरेर कर्भ जस्तो बनाउने। अब आफूलाई कस्तो किसिमको मनपर्छ त्यो अनुसार एडजस्ट गरेर हामीले चाहिँ एउटा डिजाइन बनाउन सक्छौँ। मैले यसलाई यतिकै छोडिदिएको छु। यो हेर्दाखेरिमा अलिकति आकर्षक देखिन्छ। यसलाई चाहिँ कन्ट्रोल डी प्रेस गरेर डुप्लिकेट बनाउने। यसलाई सिलेक्ट गरेर कपी पेस्ट गर्दा पनि हुन्छ। कन्ट्रोल डी चाहिँ सर्टकट की हो। कन्ट्रोल डी प्रेस गर्दाखेरिमा चाहिँ यो दुईवटा लेयर बन्छ। यसको कलर चेन्ज गर्नको लागि यहाँ गएर क्लिक गरेर कुनै एउटा कलर चुज गर्न सकिन्छ। यहाँ भएको मध्ये कलर मन परेन भने पनि हामीले यो कलर फिल सेप फिल भन्ने अप्सनमा गएर कलर आफैले चुज गरेर फिल गर्न सक्छौँ। अथवा यहाँ गएर नै कुनै एउटा कलर चुज गर्दाखेरिमा हुन्छ है। मैले चाहिँ यो कलर चुज गरेँ। यसको बोर्डरलाई चाहिँ व्हाइट बनाउनको लागि यो सेप आउटलाइनमा जाने। यसमा कलर चुज गर्ने। मैले व्हाइट कलर लिएको छु र यसको चाहिँ थिकनेस अलिकति मोटो बनाउनको लागि यो सेप आउटलाइनमा नै गएर यसको वेटलाई अलिकति बढाइदिने। यो पछाडिपट्टिको मा अलिकति ब्ल्याक लाइन देखिएको छ। यो ब्ल्याक लाइन हटाउनको लागि सेप आउटलाइनमा गएर नो आउटलाइन गरिदिने। यति गरिसकेपछि त्यो ब्ल्याक लाइन चाहिँ हट्छ है। यसमा चाहिँ दुईवटा सेपले बनेको छ हैन। यो दुईवटा सेपलाई सिलेक्ट गर्नलाई चाहिँ अहिले माथिल्लो चाहिँ सिलेक्ट छ भने कन्ट्रोल प्रेस गरेर तल्लोलाई पनि क्लिक गर्ने। यसो गर्दाखेरिमा चाहिँ दुईवटै लेयरहरू सिलेक्ट भएको छ। त्यो अवस्थामा चाहिँ राइट क्लिक गर्ने र यसलाई एउटा ग्रुप बनाउने। ग्रुप बनाइसकेपछि यो दुईवटा लेयरहरू चाहिँ एउटा ग्रुपमा कन्भर्ट भएको छ। फेरि कन्ट्रोल डी प्रेस गर्दाखेरिमा चाहिँ त्यो दुईवटा कम्बाइन भएको नै बनेको हुन्छ। यो चाहिँ हामीले लेटरको तल लिएर जान्छौँ है। यसलाई चाहिँ र यसलाई चाहिँ घुमाउने। यसो गर्दाखेरिमा चाहिँ सिफ्ट प्रेस गर्यो भने सजिलै नै सिधा भएर बस्छ। यदि सिधा भएन भने अब यसरी लास्टमा हामीले चाहिँ फोन नम्बरहरू एड्रेस लेख्नको लागि चाहिँ हामीले यो एरिया बनाउन सक्छौँ है। यस्तो किसिमको देखिन्छ यो। अब यसमा चाहिँ टेक्स्ट लेख्नुपर्ने हुन्छ हैन। अब यसमा टेक्स्ट इन्सर्ट गर्नको लागि चाहिँ इन्सर्ट ट्याबमा जाने र यो टेक्स्ट बक्स भन्दा साइडमा चाहिँ इन्सर्ट वर्ड आर्ट भन्ने छ। यसमा गएर क्लिक गर्ने र एउटा डिजाइन चुज गर्ने। यदि नेपालीमा बनाउनु छ भने फन्टलाई नेपाली फन्टमा लिएर जानु पर्यो। यसलाई अलिकति एडजस्ट गरौँ। यसको टेक्स्ट कलर चाहिँ मैले पछि व्हाइट बनाउँछु। अहिलेलाई चाहिँ यो कलरमै टाइप गरौँ किनभने तल चाहिँ व्हाइट ब्याकग्राउन्ड छ, देखिँदैन। त्यही भएर होम ट्याबमा गएर मैले चाहिँ गणेश फन्ट चुज गरेँ। यो गणेश फन्ट चुज गर्दाखेरिमा चाहिँ किन फाइदा हुन्छ भने अलिकति बोल्ड र एट्र्याक्टिभ देखिन्छ लेटर प्याड बनाउँदाखेरिमा। चाहिँ अलिकति अझै फन्ट अलिकति थोरै सानो बनाइदिउँ यसलाई। यसको ग्याप चाहिँ धेरै छ हैन। यसको ग्याप हटाउनको लागि चाहिँ
यो होम ट्याबमा नै तपाईले यहाँ गएर प्याराग्राफमा गएर चुज गरेर यहाँ 8 छ आफ्टरमा यसलाई 0 बनाइदिने पहिला ओके गरिदिउँ र फेरि यहाँ गएर तपाईले चाहिँ 1.0 मा राखिदिएपछि यसको स्पेस चाहिँ आफै घट्छ हैन। अब यो फन्टको पनि साइज अलिकति कम गरिदिउँ। अब यो दुईटालाई नै सिलेक्ट गरेर यसको कलर चाहिँ व्हाइट बनाऊँ। यो फन्टको साइज अझै ठुलो भएछ, यसलाई अलिकति सानो बनाइदिउँ है। 36 मा रहेछ, यसलाई चाहिँ 30 जति राखिदिउँ। अब यसमा लोगो इन्सर्ट गर्नको लागि चाहिँ इन्सर्ट ट्याबमा जाने, पिक्चरमा जाने, दिस डिभाइस गर्ने। मैले यहाँ डेस्कटपमा लोगो राखेको छु, त्यो लोगोलाई लिएर आउँछु, इन्सर्ट गरेँ। यो लोगो हाम्रो सेप भन्दा पछाडि गएको छ, त्यसको लागि चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ लेआउट अप्सनमा गएर फ्रन्ट अफ टेक्स्ट बनाइदिने। यति गरिसकेपछि यो हाम्रो सेप भन्दा माथि आउँछ। यो लोगो चाहिँ उतापट्टि फर्केको छ, अलिकति एट्र्याक्टिभ देखाउनलाई मैले यतापट्टि फर्काउँछु। त्यसको लागि चाहिँ लोगोमा सिलेक्ट हुँदाखेरिमा चाहिँ फ्लिप गर्न मिल्छ। यहाँ गएर यसलाई फ्लिप गरिदिएँ। अब यहाँ मिति इन्सर्ट गर्नको लागि चाहिँ इन्सर्ट ट्याबमा जाने र टेक्स्ट बक्सलाई सिलेक्ट गर्ने। यो टेक्स्ट बक्सलाई सिलेक्ट गर्दा बाइ डिफल्ट यसको फन्ट चाहिँ क्यालिबरी छ, यसलाई चाहिँ प्रिटी फन्टमा हुनुपर्छ, किनभने मैले नेपालीमा लेटर प्याड बनाएको छु। फन्ट साइज चाहिँ 18 गरिदिउँ र यसलाई अलिकति बोल्ड बनाइदिउँ र मिति टाइप गरेर मिति लेख्ने ठाउँको लागि चाहिँ डट डट टाइप गरिदिउँ। यो टेक्स्ट बक्सलाई चाहिँ ऱ्याप टेक्स्टमा जाने र इन फ्रन्ट अफ टेक्स्ट बनाउने अनि बल्ल यसलाई आफूले चाहेको ठाउँमा लिएर गएर राख्न सकिन्छ। यसलाई अलिकति जुम गरिदिउँ। यसको ब्याकग्राउन्ड चाहिँ बाइ डिफल्ट व्हाइट छ। सेप फिलमा गएर यसलाई नो फिल गरिदिउँ र यसको आउटलाइन हटाउनको लागि सेप आउटलाइनमा जाने र नो आउटलाइन गर्ने। यो फन्टको कलर ब्ल्याक छ, यसलाई पनि कलर चाहिँ व्हाइट बनाइदिउँ। होम ट्याबमा गएर यसको फन्टको कलरलाई चाहिँ व्हाइट चुज गरिदिउँ। अझै फन्टलाई चाहिँ थोरै सानो भयो जस्तो लाग्यो मलाई, अलिकति ठुलो बनाइदिएर यसलाई चाहिँ एडजस्ट गरिदिउँ, यो ठाउँमा लिएर गएर राखिदिउँ। यसरी हाम्रो लेटर प्याडको लेटर हेड चाहिँ तयार भएको छ। सेम स्टाइलले हामीले यो फुटरमा पनि के गर्न सक्छौँ, इन्सर्टमा गएर टेक्स्ट बक्स इन्सर्ट गर्ने र इमेल आइडी एड्रेस जे लेख्नु मन छ यहाँ चाहिँ हामीले लेख्न सक्छौँ है। यसरी नै आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो? थ्यांक्स फर वाचिङ, सी यू सुन, बाइ बाइ।